हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ म हिँड्दैछु चेरी पार्क जान लागेको। अनि आज चाहिँ म चाहिँ डेको ड्युटी सकेर फर्केको। अनि चाहिँ घरमा आमा बाबा हुनुहुन्छ होला भनेको त। आमा बाबा चाहिँ पार्क गइसक्नु भएको रहेछ है। अनि म चाहिँ जान लागेको छु। अनि के गर्दा हुनुहुन्छ हेर्नु है त साथीहरू, यस्तो छ यो चाहिँ माथि माथि यसरी हेर्न सकिन्छ। अनि तल कस्तो तल गाडी हिँड्ने यस्तो छ है। हामी बसेको नजिकै हो यो चाहिँ। साथीहरू हेर्दै गर्नु। अनि आफ्टर लङ टाइम अहिले चाहिँ धेरै हङकङमा गर्मी छ नि त। अनि यो चाहिँ हङकङको यमताई स्थित चेरी पार्क जाने बाटो हो साथीहरू। हेरौँ आमा बाबाहरू चाहिँ कता हुनुहुन्छ है त। अब यस्तो छ हिँड्नलाई सजिलो छ। वाउ क्या दामी है। बिस्कुट जस्तै घरहरू यहाँ चाहिँ छ। अनि गाडी हिँड्छ अनि तलबाट नि। अनि यहाँ चाहिँ मान्छे हिँड्ने ठाउँ, पार्क जाने ठाउँ। यो चाहिँ चेरी पार्क हो हङकङको यमताई चेरी पार्क स्थित हो यो चाहिँ। म देखाउँछु आमा बुवाहरू कहाँ हुनुहुन्छ है। खोज्दै जाँदैछु है त, हेर्दै गर्नु होला साथीहरू। अनि त्यही हो भ्याइँदैन। अनि अब यस्तै हो। अनि म चाहिँ अब अहिले चाहिँ विशेष चाहिँ उयो पनि हाम्रो एकदमै हङकङमा चाहिँ गर्मी छ नि त। यो वर्ष एकदमै गर्मी हुन्छ अरे। अनि त्यही भएर पनि गर्मी भएर पनि हामी चाहिँ बाहिर जानै पाएको छैन होइन। अनि छुट्टी हुँदा पनि अनि आमा बुवाहरूसँग एसी अन गर्यो, घरमै बस्छौँ है, खायो बस्यो, त्यस्तै हो। अनि एकदमै गर्मी छ नि त। अब चाहिँ सुरु भयो साथीहरू हेर्नुहोस्। यहाँ एक्सर्साइज पनि गर्दै हुनुहुन्छ। यहाँ हो सुरु। यस्तो छ है पार्क चाहिँ। हामी चाहिँ अब हाम्रो आमा बुवाहरू चाहिँ कहाँ हुनुहुन्छ हो। यहाँ फुटसल खेल्ने ठाउँ पनि छ। अनि अब यो चाहिँ सरकारले उपलब्ध गराएको चार्ज तिरेर खेल्नु पर्ने यहाँ छ। थुप्रै ठाउँहरू छ। यस्तो छ है त, यस्तो छ। वाउ दामी छ है। यस्तो छ यहाँ पुरै माथि यस्तो। एक्सर्साइज गर्नेको चाहिँ लड्को। अब हाम्रो आमा बुवाहरू चाहिँ कहाँ हुनुहुन्छ, भेटिन्छ कि भेटिन्न है साथीहरू। अब कहाँनिर बसिराख्नु भएको छ, अब खेल्नेतिर हुनुहुन्छ कि कहाँनिर हुनुहुन्छ होला। यस्तो छ दामी छ। अहिले चाहिँ हल्का घाम लागिरहेछ आज, नत्र आज चाहिँ शीतल भयो आज अलिकति। अहिले पनि 28 डिग्री सेल्सियस त छ यहाँको तापक्रम। होलिडे हो नि त। अनि पब्लिक होलिडे भएपछि धेरैजना यसरी बाहिर बसेर पनि बस्न सकिन्छ। यस्तो छ चेरी पार्क चाहिँ। यहाँ सुरुवाती हो, धेरै ठुलो छ। यस्तो छ एकदमै हिँड्ने खेल्ने ठाउँ सबै पानीहरू। अनि यहाँ ऊ पनि छ रेस्ट रुमहरू पनि छन् यहाँ। अनि बाथरुम पनि छ यहाँ। अनि यहाँ एक्सर्साइज गर्ने अनि त्यहाँनिर बाथरुम पनि छ। बाथ नुहाएर जान पनि सकिन्छ। यस्तो छ है। अनि यस्तो छ साथीहरू। म चाहिँ एक्सर्साइज पनि हुन्छ, वाक पनि हुन्छ भनेर आएको। हाम्रो आमाहरू चाहिँ कहाँ हुनुहुन्छ अब आई डोन्ट नो होइन, कहाँनिर हुनुहुन्छ होला। अनि यहाँ चाहिँ मेरो
देखिराख्नु भएको छ। यसमा चाहिँ अब आफ्नो कार्डहरू बोकेर हिँडेको, झोला चाहिँ छोडिराखेको होइन। अनि म चाहिँ आउने बित्तिकै आमाहरू के गर्दै हुनुहुन्छ भनेर कुदेर आएको थिएँ। मेरो दिउँसोको ड्युटी सकेर अनि आउँदा त आमाहरू हुनुहुन्न रहेछ। अनि खोज्न आएको, यो चाहिँ केही पाएको, यस्तो खेल्दैछन्, खेल्न पनि सकिन्छ है। अनि सबै उपलब्ध छ, यस्तो छ। यहाँ खेलिरहेछन्, कोही बसिरहेछन् है, रेस्ट गरेर। आज चाहिँ सन्डे हो नि त, अनि सन्डे इज फन डे होइन। अब यतातिर कोही मोबाइल चलाउँदैछ, कोही खेल्दै, यस्तो छ है चेरी पार्क। अनि यस्तै हो। अनि हाम्रो नेपालको पनि हर्कराज धरानको पूर्व मेयर सापज्यू होइन, हर्कराज साम्पाङ राईज्यूले पनि संस्कृति पार्क खोल्नु भएको छ। यस्तै छ होइन। अनि त्यहाँ घुम्ने ठाउँ, खेल्ने सबै बनाएको छ होइन, फोटो खिच्ने ठाउँ त्यस्तै हो यो पनि। अनि अर्को के ज्येष्ठ नागरिक पार्क पनि बनाउनु भएको रहेछ। एकदमै मेरो तर्फबाट सम्मान छ उहाँलाई। उहाँको भिजन चाहिँ एकदम राम्रो छ। यस्तो पार्कहरू हुनुपर्छ हाम्रो नेपालमा पनि। हाम्रो नेपालमा पार्क भयो भने होइन, त्यहाँनिर घुम्ने, खेल्ने। अनि स्याटरडे, अब नेपालमा स्याटरडे पब्लिक होलिडे हुन्छ होइन, स्याटरडे यस्तो फुलहरू फुलेर। अनि एभ्री स्याटरडे बिदा हुन्छ नि त, अनि एभ्री स्याटरडे जान पनि सकिन्छ होइन। अनि त्यहाँनिर इन्जोय गर्न सकिन्छ, फोटो खिच्ने, अब डुल्ने। अनि एकदमै त्यो चाहिँ राम्रो हो, मलाई एकदमै मन पर्छ। यस्तो छ साथीहरू, चेरी पार्क फुल फुलिरहेछ, यस्तो छ। सबै आज गार्डनमा यो पार्क हेर्ने सबै हुन्छ होइन, फुल गोड्ने अर्कै, अनि पानी हाल्ने सबै यिनीहरू छुट्टा छुट्टै हुन्छ। यो कलम काट्ने होइन, मिलाउने सबै हुन्छ नि है। अनि यो चाहिँ सरकारले राखेको हुन्छ। यस्तो छ। यो चाहिँ हो, यहाँनिर बाथरुमहरू पनि पाइन्छ, रेस्टरुम सबै पाइन्छ, यस्तो सुविधा छ यहाँ। अनि यस्तो छ है, एकदमै रमाइलो छ। एकदमै मलाई चाहिँ सबै ठाउँ मनपर्छ एकदमै है। यहाँनिर बसेर फोटो खिच्न सकिन्छ होइन। एकदम चेरी स्ट्रिट पार्क यहाँ देखाइरहेछ है, एकदमै चेरी स्ट्रिट पार्क। अब हाम्रो आमा बुवाहरू चाहिँ कहाँनिर हुनुहुन्छ? यहाँ पनि छ फुटसल खेल्ने ठाउँ है। अहिले 8 मिनट भइसक्यो, म हिँडेको चाहिँ लगभग 12 मिनट जति भयो होला। म चाहिँ बाहिर निस्केर मात्रै भिडियो स्टार्ट गरेको थिएँ। अनि यस्तो छ है एकदमै पार्कहरू, एकदमै रमणीय ठाउँ, वातावरण सबै यस्तो छ है। अनि हाम्रो आमा बुवाहरू चाहिँ कहाँ हुनुहुन्छ होला? राम्रो छ है, धेरै छिटो हिँडेर रिङ 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 हुन्छ क्या हो ठाउँ सबै छ। हाम्रो आमाहरू चाहिँ कहाँ हुनुहुन्छ होला? भेट्छु कि भेट्दिनँ। अब उहाँहरू फोन बोक्नुहुन्न, अनि फोन बोके पनि उठाउनै नै हुन्न। अब कहाँनिर हुनुहुन्छ भने थाहै हुँदैन होइन। अब भेटिन्छ भेटिन्न, आयो भेटिन्छ भनेर म चाहिँ आएको हो। अब कहाँ हुनुहुन्छ होला? यहाँ धेरै ठुलो नै छ यो पार्क चाहिँ, ठुलो नै छ है। अनि ठुलो छ यहाँ फुटसल, अघि दुईवटादेखि अगाडि पनि दुईवटा होइन। अनि यहाँनिर अब यहाँ चाहिँ ठुलो छ क्या एरिया, घुम्नलाई एकदमै सहज घुम्ने ठाउँ सबै छ नि त, सुविधा सरकारले राखेको यहाँनिर चाहिँ छ। बसिराख्नु भन्छ ओ बच्चाहरू पनि खेल्न। कहाँनिर अब हुनुहुन्छ हाम्रो आमा बुवाहरू? कहाँनिर हुनुहुन्छ? यहाँ त हुनुहुन्न। आज छक्कै परिराख्नु भयो होला, धेरैजना हुन्छ नि त। आज सन्डे पब्लिक होलिडे सबैतिर हुन्छ नि त बच्चाहरूको पनि। अनि कहाँ हुनुहुन्छ हाम्रो? यस्तो खेल्ने ठाउँ छ है, ह्याप्पी है। अनि यस्तो छ यहाँनिर
उहरू चिसोहरू पानीहरू सबै किनेर खान पाइन्छ अक्टोपस ट्रिट गरेर है। यस्तो सुविधा पनि राखिदिएको हुन्छ अनि यस्तो छ सबै। अनि आई होप हाम्रो अब नेपालमा पनि यस्तै सबै नेपालभरि नेपालभरि चाहिँ यस्तो पार्कहरू बनोस् होइन। अनि यस्तै विदेश जस्तै होस् कामना छ मेरो चाहिँ। हाम्रो आमाहरू आयो यता हुनुहुन्छ जस्तै लाग्छ। यहाँनिर खेल्न सकिन्छ यस्तो छ है। अब कहाँ हुनुहुन्छ होला हाम्रो आमाहरू? धेरै खेल्नु हुँदैन यस्तो छ। वाउ क्या दामी है। हुनुहुन्छ होला यस्तो छ है एकदम बस्ने ठाउँ यस्तो छ। यस्तो छ। आज पब्लिक होलिडे हो नि त धेरै मान्छेहरू छन् हुन्छन् डुल्ने ठाउँ है। अनि यस्तो छ यहाँ खेल्न सकिन्छ यस्तो छ। यस्तो छ। हाम्रो त आमा र बुवाहरू त कहाँ हुनु यस्तो छैन खेल्ने ठाउँमा त हाम्रो आमा बुवा पुगिसक्नुभयो। हाम्रो आमा बुवाहरू त फर्किसक्नु भएको छ कहीँ भेटिन। यस्तो छ पार्क चाहिँ। हामी चाहिँ आहो फुर हावा शीतल आइरहेछ अनि एकदम आनन्द भइरहेछ। हावा खाँदै हिँड्नु परिरहेछ पाइरहेको छु। कता हो हाम्रो आमाहरू चाहिँ हुनुहुन्न अर्को बाटो आएको। अब यता हुनुहुन्छ कि सम्झेर यतैबाट फर्किने त। अनि आमा र बुवाहरू त गइसक्नु भयो क्या अरे है। कहाँ एक्सचेन्ज भयो। अब हेरौँ कहाँ हुनुहुन्छ कि भेट हुन्छ कि घर पुगिसक्नुभयो। यस्तो छ। ओ माई गड हाम्रो आमा र बुवाहरू पनि एक्सिलेन्ट भइसक्नु भयो। हाम्रो आमा र बुवाहरू पनि सबै पार्क घुमेर पनि फर्किन जानुहुन्छ। अनि एकदमै खुसी लागिरहेछ। हल्का गर्मी भएर चाहिँ अलिकति गाह्रो भइरहेछ। अनि अरू त नत्र जान्नुहुन्छ अनि त्यही सहज भइरहेछ। अहिले चाहिँ एक्लै निस्किनुहुन्छ। कहाँनिर जानु होला? वाउ क्या दामी है। धेरै हल्ली होला मेबी। पैसा कमाइरहेछ। चिफे बटुलेर चाहिँ बेच्न पाइन्छ। सबै यहाँ चाहिँ बिक्री हुन्छ। उसले त्यहाँ मिलाइरहेछ अब बेच्न जान्छ अनि पैसा पाउँछ। डलर पाउँछ डलर। है हेर्नुहोस् गाइज हङकङको यस्तो छ। हङकङको यमताईको चेरी स्ट्रिट अपोजिट साइडमा चाहिँ यस्तो छ। हेर्न सक्नुहुन्छ। हामी चाहिँ त्यो साइडमा बस्छौँ। ठ्याक्क हाम्रो अगाडि हो चेरी पार्क चाहिँ। यस्तो दामी देखिरहेछ है। यस्तो बस्नेहरू ठाउँहरू पनि छ सुविधा। यस्तो यहाँ त लेडिजहरू रहेछ। के हो क्रिकेट खेले हो क्या? क्रिकेट हो कि के हो म त जान्दिनँ यो त। गाइज दामी है यो घरहरू एकदम वातावरणहरू मनपर्छ मलाई चाहिँ। यो सबै बनाएको हो सबै इन्भाइरोमेन्टको लागि। यस्तो छ। हाम्रो आमा बुवाहरू चाहिँ भेटिएन कता हुनु। त्यो शीतल छ हिँड्न सकिने ठाउँ एकदमै छ। हाम्रो आमाहरू त
कता गइसक्नु भयो होला छैन यस्तै एक्सर्साइज गर्दै यस्तो छ हामी चाहिँ यही पिङ घरमा बस्छौँ यही घरमा हो हाम्रो यहाँ पनि फुटसल छ खेल्ने ठाउँ आम पनि हुनुहुन्छ कि भनेर आएको हाम्रो आमाहरू त भेटिन छैन रहेछ हाम्रो आमाहरू त गइसक्नु भएछ छैन त हाम्रो आमाहरू त गइसक्नु भयो क्या हो भेटिन है अनि अब चाहिँ म फर्किन्छु यहाँ फुटसल खेलेर हो खेल्दैछ साथीहरू हाम्रो आमाहरू चाहिँ फर्किसक्नु भयो जस्तो लाग्यो है भेट्छु नै भन्दै आएको थिएँ अब घर जान्छु कहाँनिर हुनुहुन्छ घरमै गइसक्नु भयो क्या यस्तो छ है आमाहरूलाई त भेटिन अनि उयो हाम्रो भेनाजुले चाहिँ चेरी पार्क नै गएको छ भनेर भन्नुभएको थियो अनि म चाहिँ त्यहीँ आएको तर भेटिन साथीहरू अब म आमाहरू कहाँ हुनुहुन्छ अब म घरै जान्छु है त साथीहरू यस्तो छ चेरी पार्क कस्तो लाग्यो तपाईँहरूलाई टिमा पनि म चाहिँ धेरै नै हिँडेको थिएँ अनि धेरै नै वाक गरेको थिएँ खाना खाएपछि रेस्ट टाइम हुन्छ नि त्यसमा चाहिँ हामी चाहिँ रेस्ट बसेन अनि घुम्ने थियो अनि अहिले पनि अनि अहिले चाहिँ मेरो रेस्ट उयो एक्सर्साइज चाहिँ भयो जस्तो लाग्छ है अब म घर जान्छु अब घर नै जान्छु अब पुगिसक्नुभयो होला मेबी नजिकै हो यहाँबाट अब फर्किएँ म अघिकै बाटो भ्यू हेर्नु है भ्यू क्या दामी लाग्छ मलाई चाहिँ साह्रै मन पर्छ अच्छा लाग्छ साथीहरू यस्तो सफा है ओहो हाम्रो नेपाल कहिले हुन्छ होला हाम्रो छोरा नातिको पालामा नै हुँदैन होला है यस्तो त चेरी पार्क पनि घुमेर पनि आइसक्यो म त अच्छा घर आइपुगेँ अब खै आमाहरू आइसक्नु भयो होला मेबी हेलो आमा र बुवा त आइसक्नु भएछ यता पो चिया पो पिउँदै हुनुहुँदो रहेछ ए हाम्रो आमाहरू त आइसकेर नि खाजा चिया पो खाँदै हुनुहुँदो रहेछ हेलो आमा राम रसफुल आमा ठिक हुनुहुन्छ ए ल ठुलो बोल्नु है हो अनि म त भेट्छु भनेर आएको त अनि बाबा ठिक छ ए ल म पनि भेट्छु भनेर आएको हजुर उतै गएर फर्के लु खाजा पो खाइसक्नु भएछ ल अनि रमाइलो भयो ए अनि त भेट्न आएको त छैन त्यस्तो ए ल हाम्रो आमा बुवा त आइसक्नु भएछ होइन त लु खानु मैले त ए हो ठिक छ ए ल घुमेर पनि आइसक्नु भएछ हाम्रो आमाहरू त गर्मी भयो आज एक ठाउँ मात्रै हो दुकान चार्ज गरौँ न
चर्च गरौँ न 3 जना चर्च गरौँ बाबा ल्याउनु न एकछिन राख्नु एकछिन राख्नु न ल खानुपर्छ राख्नु हुँदैन चियाको पनि चर्च हुन्छ चिया चर्च त होइन चियर्स हो ल अनि मेरो छोटो भिडियो चाहिँ हेरिदिनु भयो होला भन्दै अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई लु बाई बाई आमाहरूलाई भेटेँ मैले चाहिँ एउटा गुरुङ सिंह निसँग आएको त्यहाँसम्म ए हो धरान पाठ